चल्न सक्नु नै जीवन हो नि, होइन र? कुनै पनि दुखाइ चाहिँ स्वाभाविक हुँदैन। दुखाइ भनेको रोग पनि होइन, शरीरले दिएको एउटा चेतावनी हो। के तपाईँ दुखाइले ग्रसित हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। हामी फिजियोथेरापी र अकुपञ्चरद्वारा औषधि र अपरेसन बिना हजुरहरूको अत्याधुनिक उपचार गर्दछौँ। औषधि बिना, अपरेसन बिना सम्पूर्ण दुखाइ तथा सम्पूर्ण शरीरको उपचार गर्ने वैज्ञानिक तरिका नै फिजियोथेरापी हो। हामीलाई सेवा गर्ने मौका त दिनुहोस्। माइग्रेन तथा टाउको दुखेको, घाँटी दुखेको, कुम दुखेको, कुइनो दुखेको, कम्मर दुखेको, घुँडा खिएको, हड्डी खिएको, घुँडा पनि दुखिएको, नसा च्यापिएको, मामपेशीको दुखाइ, मसल्स पेनहरू, क्र्याम्पिङहरू, पोल्नेहरू, बाउडिनेहरू, शरीर पोल्ने, लुलो हुने तथा झमझमाउने, प्यारालाइसिस सम्बन्धी उपचार, हाड जोड्ने तथा नसा, लिगामेन्ट च्यातिएको, मासु च्यापिएको तथा च्यातिएको, पोस्चर तथा लामो समय एउटै ठाउँमा बस्ने पोजिसनिङ दुखाइ भन्दछौँ। औषधि र अपरेसन बिना हजुरहरूको अत्याधुनिक उपचार फिजियोथेरापिस्टहरूले गर्नुहुन्छ। कहिलेबाट दुख्यो तपाईँ हामीलाई भन्नुहोस्। हामीलाई भेट्नुहोस्, सम्पर्क गर्नुहोस्। किन दुख्यो, कसरी दुख्यो, साथसाथै तपाईँको दुखाइको निदान हामी गर्दछौँ। हामी केवल दुखाइको उपचार मात्र गर्दैनौँ, भविष्यमा त्यस्तो दुखाइ नहोस् भन्नका लागि जीवनशैली सुधार्ने उपायहरू पनि समाधान गर्दछौँ। हजुरहरूको दुखाइ सही जरो पत्ता लगाउने काम हामी गर्दछौँ। पोस्चर अथवा चाहिँ पोजिसनको जाँच पनि गर्दछौँ र दुखाइको निदान पनि हामी गर्दछौँ। फिजियोथेरापी उपचार मात्र होइन, भविष्यको सुरक्षा पनि हो। अफिस वर्कर जो लामो समय एकै कुर्सीमा बसेर काम गर्नुहुन्छ, वृद्ध, खेलाडी खेल्ने खेलाडीहरू, गृहिणीहरू, युवा, वयस्क सबैजनालाई फिजियोथेरापी आवश्यक छ। ग्राउन्डमा चोट लागेको, एक्सिडेन्ट हुनुभएको सबैजनालाई फिजियोथेरापी आवश्यक छ। किन दुख्छ, कसरी दुख्छ र दुखाइको कारण पत्ता लगाएर फिजियोथेरापिस्टहरूले एक्सर्साइज, मुभमेन्ट, पोजिसन, म्यानुअल टेक्निक तथा विभिन्न औजारहरू प्रयोग गरी हामी तपाईँहरूलाई चाहिँ दुखाइरहित जीवन दिने काम गर्दछौँ। जस्तो अधिकांश दुखाइहरू चाहिँ कसरी हुन्छ भन्दा गलत पोस्चरको कारण, गलत मुभमेन्टको कारण तथा एउटै लामो समय एउटै ठाउँमा बस्दाको कारण, अथवा चाहिँ कम हिँडुल गर्ने, त्यसलाई चाहिँ हामी चाहिँ सडेन्ट्री लाइफस्टाइल भन्दछौँ। अथवा चाहिँ अब लाइफ नै कस्तो भइसक्यो भन्दाखेरि चाहिँ बस्ने काम गर्ने मात्र भयो, एक्सर्साइज छैन नि त, त्यस कारणले दुख्दछ। त्यस कारण के भन्दछ भन्दा इन्टरनेसनल अथवा चाहिँ अन्तर्राष्ट्रिय रिसर्चहरूले के भन्छ त भने फिजियोथेरापी नै एकमात्र यस्तो रामबाण हो जसले कुनै पनि दुखाइको समस्या हल गर्दछ। फिजियोथेरापिस्टले दुखाइ मात्र दबाउने काम गर्ने होइनन्, दुखाइ किन भयो भन्ने कारण पनि पत्ता लगाउँछन् है। दुखाइलाई निदान पर्ने काम वैज्ञानिक तरिका नै पत्ता लगाएर फिजियोथेरापिस्टहरूले निको बनाउने काम गर्दछन्। अथवा चाहिँ आराम, पोस्चर सुधार्ने कामहरू, नसालाई आराम दिने कामहरू, अथवा चाहिँ हड्डीलाई कम खिनहोस् उपायहरू चाहिँ फिजियोथेरापिस्टहरूले सिकाउँदछन्। कसलाई फिजियोथेरापी चाहियो? फिजियोथेरापी बिरामीलाई मात्र होइन, समयमा फिजियोथेरापी गर्नुभयो भने जीवन सजिलो र चम्किलो पनि हुन्छ। घाँटी दुख्ने अथवा चाहिँ घुँडा दुखेर हिँडुल गर्न, भनाइ उक्लिन, बाटोमा हिँड्न गाह्रो छ, हातखुट्टा सुन्निएको छ अथवा झमझमाएको छ, अपरेसनपछि जो चाहिँ टाइटनेसहरू छ, फ्र्याक्चर हुनुभयो, भाँचियो, त्योमा पनि फिजियोथेरापी आवश्यक छ। स्ट्रोक, प्यारालाइसिस अथवा चाहिँ नसा च्यापिएको भन्नुहुन्छ, लामो समय ड्राइभिङ गर्नुहुनेहरू, एकै ठाउँमा कुर्सीमा बस्नेहरू, अथवा चाहिँ हिँडुल गर्न नसक्ने बच्चा बाबु नानीहरूलाई पनि फिजियोथेरापी आवश्यक छ। त्यसैले दुखाइ मार्नु हुँदैन, शरीरलाई सही तरिकाले बाँच्न सिकाउनु नै समाधान हो, जुन फिजियोथेरापिस्टहरूले तपाईँलाई निदान गरिदिन्छ। फिजियोथेरापी भनेको आजको आवश्यकता हो। आजको व्यस्त जीवन, मोबाइल, कम्प्युटर, कम हिँडुल, तनाव, गलत पोस्चर तथा बेवास्ताका कारण दुखाइ चाहिँ बसिरहेको हुन्छ। त्यो दुखाइ चाहिँ हामीहरूलाई भेट्नुहोस्, हामीहरूलाई जाँच गराउनुहोस्, हामीसँग परामर्श गर्नुहोस् र तपाईँहरूलाई निको बनाउने, भोलि पनि दुखाइबाट बच्ने उपाय चाहिँ फिजियोथेरापिस्टले तपाईँहरूलाई प्रदान गर्दछ। दुखाइ त भाग्य होइन नि, उमेरको दोष पनि होइन। दुखाइ भनेको गलत मुभमेन्टको परिणाम हो, गलत पोजिसनको कारणले हुँदछ, गलत पोस्चरको कारणले चाहिँ दुखाइ हुन्छ। त्यो सम्पूर्ण समाधान फिजियोथेरापिस्टहरूले नै हो गर्ने। फिजियोथेरापी नै नेचुरल मेडिसिन हो। दुखाइको लागि नेचुरल मेडिसिन भनेको फिजियोथेरापी हो। सही ठाउँमा फिजियोथेरापी गर्नुभयो भने धेरै ठाउँमा यताउता चक्कर लाउनु पनि पर्दैन। धेरै नेपालीहरू चाहिँ अपरेसनले गर्दाखेरि मनमै पीडा राखेर बस्नुहुन्छ।
अब त्यसो नगर्नुहोस्, हामीलाई देखाउनुहोस्, भेट्नुहोस् र बिना अपरेसन तपाईँहरूको सम्पूर्ण दुखाइको हामी उपचार गर्दछौँ। आज सही उपचार गर्नुभयो भने भोलि दुखाइरहित जीवन बाँच्न सक्नुहुन्छ। हामी तपाईँहरूलाई समाधानको बाटो सिकाउँदछौँ। समस्या जस्तो सुकै होस्, समाधान हामीसँग छ। आजै अहिले हामीलाई सम्पर्क गर्नुहोस्। फिजियोथेरापी तथा वैज्ञानिक उपचार फिजियोथेरापिस्टहरूलाई भेट्नुहोस्। दुखाइ होइन, समाधान रोज्नुहोस्। सिद्ध बाबा फिजियोथेरापी मध्य बानेश्वरमा रत्नराज स्कुल अगाडि हामीलाई खोज्नुहोस्। धन्यवाद।